सेना र र लिम्बू सेना र राजा पृथ्वीनारायण शाहको सेना 10औं हजारको लडाइँ भयो। त्यति बेर चाहिँ प्रधानमन्त्री चाहिँ सेनापति चाहिँ कर पोकर भन्ने चाहिँ लामा ल्याएर राखेको थियो हाम्रो अथिङ्गा राजा किराँत राजाले। अनि पुरो युद्ध सुरु भएपछि 10औं हजार सेनाहरू सिंहप्रताप शाहको सेना 17 पटक पराजय भए, हारे। हारिसकेपछि त्यो सिंहप्रताप शाहले के भन्यो भने लिम्बुवान नरेशसँग युद्धमा म 17 पटक पराजय भएँ। अनि यो लिम्बुवान नरेश चाहिँ शत्रजिते राजा हो भनेर घोषणा गर्यो। अनि मिल्नुपर्छ भन्ने सन्धि गर्यो। अब मिल्नुपर्छ भन्ने सन्धि गर्दा के सन्धि गर्यो भने तिमी लिम्बूहरूको मुलुक मबाट खुसमुस हुने छैन। तिमीहरू लिम्बू किराँतीहरू 10 पुस्तासम्म चक्रवर्ती सम्राट हौ। तिमीहरूको मुलुक मैले खुसमुस गरेँ भने हामीले पुँजी ल्याएको आकाश चन्द्र सूर्य पतालका नाग नागिनले मेरो राजकाज भयभस्म गरोस् भनेर बाचाको सन्धि गर्यो। सन्धि गरेपछि मिल्यो। मिलेर बसेपछि फेरि 15 वर्षपछि 31 मा फेरि आक्रमण गर्यो। राजा पृथ्वीनारायण शाहले नै आक्रमण गर्यो। आक्रमण गरेपछि युद्ध भयो लिम्बुवानमा। लिम्बुवानको राजा पृथ्वीनारायण शाहको आक्रमण भयो। अनि त्यो युद्धमा चाहिँ और पोकर भन्ने नाम गरेको फेरि तिब्बतबाट पृथ्वीनारायण शाहले लिएर आयो। अघि चाहिँ कर पोकर, अहिले चाहिँ और पोकर। पृथ्वीनारायण शाहले तिब्बतबाट ल्याएको नाम और पोकर। हजुर। हाम्रो किराँत राजा अथिङ्गाङले ल्याएको चाहिँ कर पोकर। अनि लामा लामा युद्ध सुरु भयो। लामा लामा युद्ध सुरु भएपछि त हाम्रो कर पोकरले मारिदियो युद्धमा। मारिदिएपछि त अब सेनापति हार्यो। अब सेनापति हारेपछि चाहिँ हाम्रो त त्यति बेर 17 थुम लिम्बुवान भइसकेको थियो। 17 थुममा चाहिँ 17 राजाहरू चाहिँ प्रान्तीय राजाहरू थियो। अनि त्यो प्रान्तीय राजाहरूसँग चाहिँ फेरि पृथ्वीनारायण शाहले के गर्यो भने यता युद्ध भइरहेको थियो। प्रान्तीय राजा 3 जनाले लग्यो। राजाले पृथ्वीनारायण शाहले लगेर के गर्यो भने तिमीहरूको मुलुक तिमीहरूकै यथावत रहनेछ। तिमीहरू चाहिँ मेरो भाइ भैयाद बनाउँछु। अघि पनि तिमीहरूको जानका पिछा हामीले बक्सेका छौँ। अब पनि तिमीहरूले चाहिँ भाइ भैयाद बनाए। मेरो दाजुभाइ हो, मेरो वंशज बनाउँछु भनेर चाहिँ 1831 मा 3 जना लिम्बू प्रान्तीय राजा श्रीफुङ, श्रीजङ, श्रीकुम 3 जना प्रान्तीय राजाहरूसँग चाहिँ सन्धि गर्यो। यता के अरे केन्द्रीय राजा चाहिँ लडिरहेछ। त्यस्तो सन्धि गरिसकेपछि अनि केन्द्रीय राजाहरू पनि मानिदिनु पर्यो। तिमीहरूले भैयात बनाए, अब तिमीहरू चाहिँ यो सन्धिमा बस। तिमीहरूको मुलुक मबाट खुसमुस हुँदैन। अघि जस्तै थामी बक्सेका छौँ। तिमीहरूले स्वतन्त्र रूपमा
उपभोग गर भने 31 सालमा गरेपछि त अब केन्द्रीय सरकारले पनि मान्नु पर्यो हैन। अब केन्द्रीय सरकारले मानिसकेपछि अब त्यो भइसकेपछि त यता आफ्नो सेनापति पनि मारिदियो। अनि त्यहाँबाट त्यो सन्धि पनि प्रान्तीय राजाहरूले गरिदियो। गर्दा भागेर सिक्किमको राजा फुन्चोक नामग्याल थियो त्यति बेला। फुन्चोक नामग्यालसँग सहायता माग्नु भनेर चाहिँ अथिङहाङ किराँत राजा माबाङखितिर लाग्यो। सुरुवातमा चाहिँ तपाईँहरूले चाहिँ जनजाति पार्टी खोल्नु भएको थियो, तपाईँ त्यसको अध्यक्ष हुनुहुन्थ्यो होइन। तर त्यो चाहिँ दर्ता गर्न दिइएन भन्ने सुनेको थिएँ, त्यो चाहिँ खास कुरा के थियो? के कुरा? तपाईँ चाहिँ जनजाति पार्टीको सुरुवातमा अध्यक्ष हुनुहुन्थ्यो नि जनजाति पार्टीको, तर त्यो चाहिँ दर्ता भएन। अनि त्यसको तपाईँहरूले त्यसको चिन्ह चाहिँ पार्टीको चिन्ह चाहिँ सूर्य थियो भनेर भन्नुहुन्थ्यो नि, त्यो चाहिँ खास कुरा के हो? अलिकति खुलाइदिनु न। अब मेरो जनजाति पार्टीमा सूर्य चिन्ह दर्ता नहुनुको कारण के थियो भने नेपालको संविधान 2047 को धारा 13 मा के लेखेको छ भने जातिको नाममा धर्मको नाममा खोलिएका पार्टी निर्वाचन आयोगले मान्यता दिने छैन भनेर लेखेको रहेछ हैन। त्यसले गर्दा मेरो पार्टीको नाम त जनजाति पार्टी। जनजाति पार्टी भनेको अब जनजाति भनेको चाहिँ के हुन्छ भन्दा त्यो व्याख्या गर्दा जनजाति कानुनमा चाहिँ घुमेन्ते फेरेन्तेलाई जनजाति हुन्छ। हामी भनेको चाहिँ राज्यले जनजाति बनाएको। अब नेपालमा कमारा कमारी पनि त थियो नि हैन। कमारा कमारी राख्ने चाहिँ धेरै जसो मगरहरूले कमारा कमारी बनाएको थियो हैन राणा कालमा। अनि नेपालीमा कमारा कमारी भन्छ भने त्यही रङको मान्छेहरूले चाहिँ भारतमा दास भन्छ। त्यही रङको मान्छेहरूले चाहिँ अमेरिकामा स्पेत भन्छ। मलाई त थाहा छ हैन। अनि नेपालमा कमारा कमारी बनाउँदै जाँदा हुँदी लिम्बूहरूले चाहिँ कमारा कमारी हुनु मानेन, लडाइँ गर्यो। हामी हुँदैन, कमारा कमारी हुँदैन भनेर लडाइँ गर्ने लिम्बूहरू। राईहरू पनि लडाइँ गर्यो, कमारा कमारी हुनु मागेन। तर मगरहरू चाहिँ पुरै कमारा कमारी भयो नि। अनि अहिले पनि मगरहरू बालाराम घरती मगर छैन, उहाँ त बितिसक्नु भयो नि। घरती भनेको ठेट भाषामा चाहिँ कमारा हो। ऊ कमारा थियो पहिला, अनि अहिले पनि उसले घरती मगरै लेख्छ। अनि सुन्नु न, यो जनजाति भने यो नामले गर्दाखेरि चाहिँ तपाईँहरूको पार्टी दर्ता भएन भएन। अहिले एमालेको सूर्य चिन्ह चाहिँ सुरुमा तपाईँहरूले बनाउनु भएको थियो। मैले त्यो सूर्य चिन्ह मैले चलाएँ जनजाति पार्टीमा हैन। अनि यो जनजाति भनेको चाहिँ जात जाति भयो नि। त्यसले गर्दा जात जातिको नाममा चाहिँ निर्वाचन आयोगले मान्यता दिने छैन भन्ने चाहिँ 47 सालको संविधानको धारा 13 मा त्यो लेखेको छ। अनि त्यही धारा लगाएर निर्वाचन आयोगले तेरो के अरे पार्टी दर्ता भएन भनेर पत्र दियो। अनि त्यही पत्र लिएर चाहिँ म सर्वोच्च अदालत गएँ।
सर्वोच्च अदालत जाँदा पनि सर्वोच्च अदालतले पनि निर्वाचन आयोगले निर्णय गरेको मनसिब ठहर्छ भनेपछि सिद्धियो सर्वोच्चमा हामी हारे अनि सर्वोच्चमा हारिसकेपछि चाहिँ गोरेबहादुर खपाङ्गी एमएस थापाहरूको चाहिँ एउटा जनमोर्चा भन्ने दर्ता गरेका थियो र त्यो चल्दै थियो अनि उनीहरूसँग मिल्नु गएँ ल हामी मिलौँ भएन मेरो दर्ता त भएन खारेज भयो तपाईँहरूको दर्ता पार्टीसँग चाहिँ मिलेर चलाउँ भने अनि उनीहरूले मिल्ने मन्जुर गर्यो तर म पनि त्यो जनजाति पार्टीको प्रेसिडेन्ट म हो अब उनीहरू जनमोर्चाको महासचिव गोरेबहादुर र एमएस थापा चाहिँ अध्यक्ष मिल्नु त मिल्ने अब मिलेपछि संयुक्त अध्यक्ष को हुन्छ त भन्ने छलफल भयो अनि उनले भन्यो तपाईँको अध्यक्ष मलाई दिनुभयो भने मिल्छु नभए मिल्दिनँ भन्यो एमएस थापाले त्यो भनेपछि मेरो अध्यक्ष एमएस थापाले दिएर म उपाध्यक्ष भएँ अब काजीमान कन्दङ महासचिवले चाहिँ उनले चाहिँ सम्मानपूर्वक तपाईँ बसिरहनुहोस् भनेपछि काजीमानले मान्यो अनि ऊ सम्मानपूर्वक बस्यो पार्टी नेता भएर अनि महासचिव चाहिँ गोरेबहादुर खपाङ्गीले बनायौँ अब के अरे उनीहरूको कोषाध्यक्ष चाहिँ पोखराको गणेश गुरुङ थियो अब उनीहरूले कोषाध्यक्ष पनि माग्यो अनि भद्रखले अहिले भद्रखले छँदैछ भद्रखले मेरो कोषाध्यक्ष हो जनजाति पार्टीको उहाँ चाहिँ कोषाध्यक्ष हुनुहुन्थ्यो जनजाति पार्टीको अनि भद्रखले पनि मैले भन्नु पर्यो नि सम्मानपूर्वक ल भद्रखले चाहिँ पार्टी नेतै भएर बस्नु भनेर उसले राखेर गणेश गुरुङलाई कोषाध्यक्ष बनायौँ तीनजना चाहिँ उनीहरूले मागे तीनजना दिउँ र म उपाध्यक्ष भएँ काजीमान कन्दवा सम्मानपूर्वक पार्टी नेता भयो जनजातिको भद्रखले पनि जनजातिको कोषाध्यक्ष भयो सुरुवातमा चाहिँ तपाईँहरूले चाहिँ जनजाति पार्टी खोल्नु भएको थियो तपाईँ त्यसको अध्यक्ष हुनुहुन्थ्यो होइन तर त्यो चाहिँ दर्ता गर्न दिएन भन्ने सुनिएको थिएँ त्यो चाहिँ खास कुरा के थियो भन्ने सुनिएको थिएँ त्यो चाहिँ खास कुरा के थियो लिम्बू सेना